मेरो यो सन्ध्याकालीन समयमा दुबो यो झारमा खाली खुट्टा हिँड्ने समय हो यो। रेगुलर त म हिँड्न पाउँदिनँ, तर टाइम फुर्सद भयो भने जस हिँड्छु। यसरी हिँड्दाखेरिको फाइदा धेरै कुराहरूमा हुन्छ। खाली खुट्टा कम्तीमा नि अब पहिला त कमसेकम बिहान मन्दिर जाने समयमा भए पनि बिहान बेलुका धूप आरती गर्ने बेलामा खाली खुट्टा हिँड्ने प्रचलन थियो। अहिले चाहिँ मन्दिर अब सबै सिमेन्टेड हुन्छन्, मन्दिरमा पनि खाली खुट्टा हिँड्नु पनि उपयुक्त नहुने भइसकेको छ। र पनि हामी कम्तीमा नि दिनमा 1 घन्टा जति खाली खुट्टा रहन सक्यौँ र माटोको धरतीसँग प्रत्यक्ष स्पर्श गर्न सक्यो भने पनि यसले मस्तिष्कदेखि लिएर स्वास्थ्य होइन, म यति मोटो भइकन पनि कुनै त्यस्तो स्वास्थ्य समस्या आजसम्म देखिया छैन होइन। एउटा मोटोपनभित्र पनि के हुन्छ त भन्दा स्फूर्ति, एउटा खालको स्फूर्ति हुन्छ। त्यही भएर बेला मिलेसम्म, भ्याएसम्म र पुगेसम्म म चाहिँ यहाँ गिटी छ अनि माथि दुबो उम्रेको छ, अनि यहाँ चाहिँ म हिँड्छु कि यसरी खाली खुट्टा हिँड्दाखेरि यसले धेरै कुरालाई राम्रो गर्छ। पैताला पोल्ने समस्या छ भने पनि यसले कम हुन्छ र मस्तिष्कलाई पनि एकदम शीतलता, शान्ति प्रदान गर्छ। निन्द्रा एकदम राम्रो मिठो निन्द्रा पर्छ। अनि धेरै दिनभरि एक्सर्साइज गर्न सकिन्न भने पनि यति गर्दाखेरि पनि धेरै कुराहरू हुन्छ। यसको छुट्टै आनन्द छ। मलाई त विशेष गरी अरू केही भन्दा पनि आनन्द आउने कि एकदम शीतल महसुस हुने अनि एकदम रमाइलो लाग्ने। त्यो भएर म यहाँ चाहिँ झारमा हिँड्छु। यसले मुखदेखि लिएर ब्रेनसम्मको सबै कुरामा ओभरअल यो भन्ने कुरा छैन, धेरै खालको बेनिफिटहरू छन् यसको। सम्भव भएसम्म हिँड्नु होला। अब यो चाइनिज दुबो रोप्ने चलन छ। चाइनिज दुबोले च्वास्स कोप्छ होइन। अब यो दुबोले चाहिँ कोप्दैन। यो दुबोको छुट्टै आनन्द छ। आइज कान्छी ल यहाँ कान्छी यहाँ। यिनीहरू कुकुर पनि यहाँ 5वटा कुकुर छन्। यिनीहरू पनि खेल्न बेला भयो। One, two, three. म डान्सर नि हो नि। कति राम्रो फुल फुलेको